सम्पूर्ण देश तथा विदेशमा रहनुहुने माता पिता दाजुभाइ दिदीबहिनीहरूमा म भीमकर्णका तर्फबाट नमस्कार। मैले मनोकामना माताको शीर्षक राखेर मनोकामना माताको महिमा शीर्षक राखेर एउटा सभाइ गरेको छु। यो सभाइ म यहाँहरूमाझ प्रस्तुत गर्न लागिरहेको छु। शक्तिपीठ पहिलो चरण सम्झी भगतेलाई कोटी कोटी नमस्कार छ माता मनोकामनालाई। नेपालको मध्य भाग गण्डकी अञ्चल गोर्खा जिल्ला अग्लो डाँडा कफया कछल 4429 फिट अवस्थित मन्दिर यहीँ 1 र 3 वार बीच। उत्तरतर्फ अन्नपूर्ण मनास्लो छ हिमाल हिम श्रृङ्खला सेतै लहर देखिरहने झलमल। दक्षिणमा महाभारत लेक डाँडा छिम्केश्वरी मन्दाकिनी बग्छन् कलकल सबको मन चोरी। नजिकै छन् त्रिशुली र नदी मर्स्याङदीत धेरै दृश्य तटहरू छन् उनै डराउँदित। सूर्योदय सूर्यास्त यहीँबाट देखिने त्यहाँ पुग्दा मनोमोहक सबको मनै छुने। ब्यासीगढतिर बिहानीको हुन्छ मनोरम रहर लाग्दा मैदानहरू देख्ने रमझम। सारा दृश्य हेरिरहँ हुन्छ सबको मन नचिम्ली ती दुवै नेत्र खुल्छन् धन धन। दर्शन गर्दै श्री माताको गर्नु अवलोकन देखिने छ त्यो भूमिमा हेर स्वर्गै समान। प्रकृति यो सौन्दर्यले हुने मनोरम आध्यात्मिक दृष्टिले झन् हुने रमझम। करोडौँको भक्ति आस्था बन्यो श्राद्ध केन्द्र त्यहाँ पुग्दा सबको विकास हुने यो ज्ञानेन्द्रिय। सुन्नु सबै राष्ट्रभक्ति इतिहास भन्छु श्री माता मनोकामनाको सबै कहन्छु। सम्झौँ सबले देशमा कतै सङ्कट मोचन हुँदा छुट्छन् सबै भगतीको पाउमा पछ्रिँदा। यो स्थान हिन्दू बौद्ध जैन सबैलाई जाउँ जाउँ लाग्ने सिख मुस्लिम इसाईहरूलाई सबैलाई यो श्रद्धा केन्द्र आस्था बनेको छ माता उनै भगवतीमा मन रमेको छ। नेपालीको संस्कृति यो हेर्नुहोस् अनुपम नमो नमो सबैमा छ माता मनोकामना। धर्म हाम्रो जात जाति सभ्यतामा छन् हितमा बिन्दु नेपालकै माता मनोकामना। जान्न खोज्छन् विदेशी ती पर्यटकले पनि पूजा अनि अर्चना यो नेपालीको पनि। दैवी शक्ति बारे उत्सुक पर्यटकले राखी भगवतीकै दर्शन गर्न आउँछन् आस्था राखी। फल फुल धुप दीपले श्राद्ध गरी गरी पूजापाठ अर्चना यो गरौँ सधैँभरि। जय बहालका वज्राचार्य गोबाज्यू नैबाट हुन्छ पूजा 2 पटक वर्षमा धुमधाम नै। अविच्छिन्न हिन्दू बौद्ध बीच प्रगाड भएको सम्बन्ध यही कायमा छ बिन्दु छ रहेको। मनोकामना स्थापना कहिले कसले गर्यो भन्ने सबमा प्राय यही नै समान धारणा छ यो। राजा हेर राम शाहको भएछ निदान त्यसपछि डम्बर शाह राजा भएछन्। यिनकै हेर पाला महामाता मनोकामना प्रकट हुनु भएको हो भनी सबले जान। द्रव्य शाहका नाति उनी राम शाह थिए जनता बीचमा अत्यन्त नै स्रष्टा बनिदिए। न्याय नपाई गोर्खा जानु भन्ने प्रशंसामा उर्दी भयो सब जनतालाई अधिराज्य भरमा। राम राज्य भन्ने गर्थे उनकै कार्यकाललाई सम्बोधन गर्थे सबले शासन प्रणालीलाई। राम शाहका बाबु उनै पूर्ण शाह थिए देशभक्ति उनी धेरै असल शासक थिए। मर्यादा र सम्मानपूर्वक जनता हेर्ने गर्थे पुरन्दर शाह भनी सम्बोधन गर्थे। इन्द्रसम्म लोकप्रिय थिए पुरन्दर पिरमार हेर्न सधैँ पुग्थे जनता नेर। जेठा छोरा छत्र शाह नाम उनको थियो अल्पायुमै हेर उनको निधन भइदियो। पूर्ण शाहका कान्छा छोरा राम शाह थिए उनैले यो देशको राजकाज चलाइदिए। 32 लक्षण युक्त भएकी रानी उनकी थिइन् महिमावती लीलावती भनेर चिनिन्थिन्। यसरी नै जनताहरूले गर्थे सम्बोधन चन्द्रमुखी महिमावती साक्षात् देवी जान। त्यसबेला थिए मगर उनै मन्त्री लखन थापा परम भक्त देवीका नै थिए लखन थापा। गुरु गोरखनाथबाट सिद्धि प्राप्त थिए चन्द्रमुखी रानीलाई देवी जानिले।
महिमावती देवी नै हुन् भन्ने रामशाहलाई छँदै थिएन यो कुराको ज्ञान उनीलाई। महाकाली महालक्ष्मी सरस्वती भनी जप ध्यान गरिरहन्थे जनताहरू पनि। राजसभामा साक्षात देवी अनुभूति हुन्थ्यो, भाइ भार्द र जनताहरूको मन मस्तिष्क छुन्थ्यो। उपस्थित हुँदा रानी सबै जनता रम्थे, अत्यन्त नै उमङ्ग र हर्षित खुसी हुन्थे। साधु सन्त सिद्ध जम्मा हुन्थे उच्च कोटिका, सहभागिता हुने गर्थ्यो अधिराज्यभरिका। त्यस राजसभालाई देवसभा समान, जनताहरू ठान्ने गर्थे रमाई रमाई मन। निस्वार्थ भई राजसभामा न्याय निसाब गर्थे, देशका अति दिन दुखीले राम्रो न्याय पाउँथे। रामशाहलाई जनताहरू देव समान ठान्थे, उनकै पाला न्याय नपाई गोर्खा जानु भन्थे। रानीलाई रामशाहले एक दिन विभूति, देवी रूप देख्नुभयो ओछ्यानमा सुती। यो वृत्तान्त राजाले नि महारानीलाई कहे, राम्रो हुन्थ्यो भन्छन् रानी नकहेकै भए। मैले मेरो हजुरलाई चक्रवर्ती राजा बनाउने मन थियो, विफल भयो आज। हजुरकै सन्तानमा अब एकजना चक्रवर्ती जन्मिनेछन् भनिकन जान। सिङ्गो नेपाल बनाउन राजा बनी आउँछन्, हुन् पृथ्वी नारायण भनी देशमा कहिन्छन्। भविष्य यो बाणी पहिले गरिदिनु भयो, राजा रानी बिचमा व्यापक छलफल भयो। यस्तो कुरा सुन्दाखेरि राजा खुसी भए, रानीलाई देवी रूप हुन्थ्यौ भन्दा भए। राजा रामशाह जनताप्रति राम्रो शासक गर्थे, भोकमारी र दैवी प्रकोप देशमा सबै टर्थे। धर्मचरण पूर्वक राज्य गर्दै वृद्ध भए, एक दिन प्राण पखेरु त्यो छोडी जाँदा भए। महिमावती तत्काल सती जाने विचार गरिन्, सारा जनता भाइ भर्दारलाई शोककुलमा पारिन्। मर्स्याङ्दी र दरौदीको दोबानमा हेर, तयारी त्यो चितामाथि चढिन् त्यतिखेर। रानी चिता पस्ता विभोल भए लखन थापा, जल्यो मुटु बरबर आँसु भयो सबलाई राप। माता हाम्रो शीतल छाडी अब जाने भयो, सारा देश रुँदै अब शोकाकुल भयो। हजुरको प्राण त्यागले मै मर्माहित भयो, रुन्छ मन डाग्ने झैँ टुरा हुने भयो। हामीलाई छाडी कतै नजानुस् न माता, हामीलाई छाडी कतै नजानुस् न माता। मुटु गाँठु पारी भन्छन् आँखा पारी राता। साह्रै बिलाप गरी गरी रोए लखन थापा, पीडा दर्द देशैभरि भयो सबलाई राप। बाबु लखन यसरी शोक नगर म भन्छु, विश्वास गर नरौ लखन फेरि प्रकट हुन्छु। तिम्रै घर केही टाढा म आई बास गर्छु, सङ्कट मोचन उजागर मैले गर्ने गर्छु। यति भनी चिता प्रवेश कठैबर रानी, दा अग्निमा पसी गइन् सती जान भनी। आगो दन्दन गोडा गला भए सब खरानी, हाहाकार मूर्छित भई मलामी जन पनि। हाकष्ट यो बिजोग सबले देख्नु पर्यो भनी, रुए सारा मुटु गाँठो पारी पारी आनी। कठै लखन थापा मगर रुँदै धुरु धुरु, फर्किएछन् त्यसपछि घर सुरु सुरु। केही काल बित्दै गयो अनि पछि फेर, एकजना कृषकले हलो जोत्दाखेरि अड्किएछ हलो अनि हादैव संयोगले। हलो झिक्न खुब बल गरे धेरै थाके गले, नसकेर हलो झिक्न गाउँले गर्न गए। कि अचम्म भयो भन्दै तत्काल भेला भए, सबै मिली हलो झिक्दा पत्थरमा हलल। देखिन गो त्यतिखेर रगतको भल, झट्टै पूजा अर्चना भो सबैजना मिले। तत्काल हेर लखनले तान्त्रिक विधिले, हलहल रगत रोकिन गो धूप दीप गरे। सारा गाउँले मानिस जो थिए सबै छक्क परे। देवी प्रकट भइन् यहाँ भन्दा लखन थापाले, थाहा पाएछन् साक्षात माता भनी गाउँले साराले। रहस्य बुझी देवी रूप गाउँले भेला भए, लखन थापा नेतृत्वमा मन्दिर बनाइ गए। महिमावती सम्झी लखन आफ्नै मनभित्र, पुजारी भई मन्दिरमा खटे अहोरात्र। उत्पत्ति भोग गोर्खामा नै माता मनकामनाको, भगवती रूप साक्षात माता भई आउनु भएको। लक्ष्मण लखन अजर अमर बन्दै आएका छन्, लक्ष्मण लखन अजर अमर बन्दै आएका छन्। मन्दिरमा निहाल पुजारी उनकै सन्तति छन्। इच्छा भाकल पूर्ण अब गरिदिनुहोस् माता, तिम्रा भक्त लस्कर मिली आउँछौँ दिन रात।
हजुरकै चरण कमल पस्रियो मन धोई देशभक्तिको वरदान माग्छौँ दुवै पाउ छोई विश्वविख्यात पुरुषको वरदान दिनु भएको पृथ्वीती नारायणले जन्म लिनु भएको उनै भए नेपाल देशका चक्रवर्ती राजा उनका गुण यस कीर्ति फैलेका छन् आज साँच्चीकै नै पुरुषार्थी राजा यिनी थिए देश र जनता बीचमा यिनले प्रकाश छरिदिए पूर्वपट्टि 22 राज्य पश्चिम 24 थिए एकीकरण गर्नु पर्यो भनी सोचलिए सेना फौज सबैतिर तयार पारिदिए गोर्खा हुँदै हमला गरी कीर्तिपुर लिए त्यसपछि उनी फेरि लागे पूर्वतर्फ आई बस्ने विचार गरे दिङ्ला गढी तर्फ त्यहाँ आई बस्दा राजाले नि देखे सपना यस्तो एकीकरण गर्न उनले भने सोचे जस्तो साक्षात माता देवी रूप माता मनकामनाले दर्शन दिँदै राजालाई भन्नुभयो उहाँले 7 वर्षे उमेर झैँ छमछम पाउजुलाको पृथ्वी नारायणलाई अर्ती दिनु भएको गोर्खाबाट म आइबसेँ जामुनाको फेदमा नदी तट तुमलिङ टार कौशिकीको तीरमा मलाई सम्झी राजा तिमी धूप दीप गर तिम्रो जित निश्चित हुन्छ एकीकरण गर यति भनी भगवती भइन् अन्तर्ध्यान राजालाई रूप ध्यानको भइ गयो ज्ञान धुपदीप गरी देवी रूपको डाकी सेनालाई उनै देवी शक्तिपीठको फुलपातीलाई भन्नुभयो राजाले नि आगे बढौँ भाइ एकीकरण गरौँ छिटो टुक्रा राज्यलाई यसरी नै 22 र 24 राज्यलाई गरिदिएको इतिहास भन्या सबैलाई इतिहासको यसरी नै भयो मन्त्रमुग्ध जोगाइराख्न सिङ्गो नेपाल जपौँ यिनै मन्त्र पृथ्वी हो जयन्तीलाई कटौती गर्नु त दुध खाएर पानी पिए जस्तै हुनु हो त शङ्खसभा तुमलिङ टारमा कुमालहरू आए बसोबास जङ्गल फाँडी पाली गोठ गाए त्यसै बेला एउटा लैनो गाई हराएछ माता हेर मनोकामना भए ठाउँ गएछ सारा कुमाल भेला भई खोजी गर्दा भए कौशिकी नदी तटमा पत्ता लाउँदा भए त्यहाँ पुगी गाई भेटे देखे दुध धारा के अचम्म हो भनी छक्क परे सारा के रहेछ यहाँ अब हेरौँ भनी खन्न थाले साक्षात माता भगवतीको रूप देख्न थाले त्यसै बेला सबै मिली धूप दीप गरे माता उनै मनकामनाको शरण पिछा परे सबै मिली त्यसै बेला गरे हल्ला खल्ला मन्दिर निर्माण मनकामनाको गरिदिने सल्लाह शक्तिपीठ उत्पत्ति यहाँ भइन् सबको माझ शक्तिपीठ उत्पत्ति यहाँ भइन् सबको माझ लाउँछन् सबले भगवतीको चरण धुली आज लालमोहर गरी गुठी दिए मनकामनालाई लालमोहर गरी गुठी दिए मनकामनालाई खोसोमोस नास्ति गरी हटिना जोगेलाई 60 मुरी माटो छुट्यो सिद्धकालीलाई 20 मुरी माटो चाहिँ मनोकामनालाई सिद्धकाली मनोकामना दुवै ठाउँलाई पूजा गर्थे हटिनाथ जोगी धाई धाई भैरवी र काली अनि बासुकी देवीलाई धूपबाती गर्ने गर्थे शक्तिपीठलाई पछि उनले नभ्याउँदा नन्दराम घिम्रेलाई धूपदीप गर भनिदिएछन् उनैलाई उनको कार्यकाल पछि सिद्धिनाथ गिरी त्यसपछि सुरनाथ परण आए गिरी यिनकै कार्यकाल छँदा गुठी हराएछ पूजापाठ त्यसपछि लापरवाही भइएछ त्यसपछि लक्ष्मी प्रसाद लक्ष्मीकान्त घिमिरे जिम्मा दिए पूजा विधि कार्यभार स्युरे यिनीहरूकै पालापछि भान्जा तेजनाथ ढुङ्गानालाई पूजा विधि दिए एकैसाथ जागिर गुठी यिनका पाला केही नभएकाले दिल्ली राम घिमिरेले पूजा गर्न थाले केही वर्ष यिनले गरे छेत्री भएकाले त्यसपछि गङ्गा प्रसाद कट्टेलले थाले 2021 सालमा यिनकै हेर पाला गुठी मूर्ति बाढी आई पार्यो सब बेहाल दुर्गा देवी घिम्रेद्वारा निर्माण गरियो 2026 सालमा मन्दिर बनियो मनोकामना शिलादेखि 200 मिटर माथि मन्दिर निर्माण भएको छ आउँछन् भक्त ताती उनका कार्यकाल पछि भाइ रामप्रसाद कट्टेलले पूजा गरे आउने सबलाई याद पछि आए उनकै भाइ हेमप्रसाद कट्टेल गङ्गा प्रसाद कट्टेल अनि हुँदै आए मेल
आय स्रोत केही नहुँदा साह्रै कठिन भयो, आय स्रोत केही नहुँदा साह्रै कठिन भयो, यजमानका भिक्षा मागी मकै ल्याउनु भयो। दुःखका साथ मनोकामना पूजा विधि गर्दै आउनुभयो पुर्खाहरूले यस केटी छर्दै। बेदपाठी हाल नित्य पूजा उनकै छन् छोरा, सम्हाल्नुभयो सूर्य प्रसाद पटेल यी द्वारा। यसरी नै गाइएका छन् यस गुण कीर्ति यहाँ, भूस्वर्गमा रामकृष्ण आउनुहोस् न फेरि। यसरी नै गाइएका छन् यस गुण कीर्ति यस गुण कीर्ति, भूस्वर्गमा रामकृष्ण आउनुहोस् न फेरि। फालीकोटे शेरबहादुर कार्की हुन् छोरी, खाँदबारी मरुवा बेभो विद्या चतुर गोरी। 2017 सालमा भक्तहरूलाई जानी आवास पार्टी बनाउनु भो दुर्गा देवीले नि। 2036 सालमा जिल्ला प्रशासन अधिकृत नेतृत्वमा मदन अरियाल जान। मनोकामना आवास र सन्यास समितिका पद्मकेशर कार्की उनै बुझ्नु संयोजक। चण्डी गीता वेद पाठ परायणका लागि तुमलिङ टाढा मनोकामना बढ्नु हुने अघि। उच्च कुल पण्डित लक्ष्मण पोखरेल गुरुको नेतृत्वमा भएको विधि अति निको। खोल्नुभयो त्यही बेला संस्कृत पाठशाला, बटु कति विद्यार्थीलाई खोजी पारी भेला। गुरुकुल 2072 पुष सञ्चालन 6 गते भो आयो सबमा खुस। जुटी सबले बाहुबाउको कद्दर गर्नु पर्छ, पानाहरू इतिहासका सधैँ पढ्नु पर्छ। ऐतिहासिक धरोहरलाई जोगाइराख्नु पर्छ, पुस्तौँ पुस्तासम्म कीर्ति बाँचिराख्नु पर्छ। इतिहास धरोहरलाई खोजी गर्दै आएको, क्षमा माग्छु कम बेसमा गल्ती टुटी भएको। सङ्खुवासभा क्षेत्र नम्दुई चैनपुर कटुवा गाउँ, सङ्खुवासभा क्षेत्र नम्दुई चैनपुर कटुवा गाउँ। शरण पर्छु भगवतीको भीम कणेल हो नाउँ, शरण पर्छु भगवतीको भीम कणेल हो नाउँ, शरण पर्छु भगवतीको भीम कणेल हो नाउँ। श्री भगवती माताको जय, श्री मनोकामना माताको जय, श्री मनोकामना माताको जय। हस्त नमस्कार।